भिक्षाम भवती मे देहि भिक्षाम भवती मे गुरुदेवी भने पनि गर्ने अरे ब्रह्मचर्य व्रत अनि ब्रह्मचर्य बसिसकेपछि भिक्षाटन गरेर ल्याएर गुरुजीलाई जिम्मा दिएर अब त्यसले हामीलाई जति जे हुन्छ त्यही अनुसार हामीलाई भोजन गराउनुहोस् भनेर चाहिँ भिक्षाटन गर्ने हो अनि यो बेलामा कमाउनेपट्टि लाग्नु हुँदैन जब ब्रह्मचर्य व्रतमा बसिन्छ केवल पढाइमा 25 वर्षसम्म पढाइमा ध्यान दिनु भान्जालाई समातेर लिएर जाने हो भिक्षाम भवती मे देहि अब बाबाहरूले चाहिँ सुपारी र उयो दिनुपर्छ नि जनै दिनुपर्छ नि फल र जनै बाबाले चाहिँ फल र जनै देहि तपाईहरु अगाडि भन्दै जानु अनि बाटोमा के के खानु पाइन्छ खाँदै जानुपर्छ दिनेहरूले दिनुहोस् है भिक्षाम भवती मे देहि भिक्षाम भवती मे देहि हे भवती हे माता मलाई भिक्षा दिनुहोस् यो भनेको नि संस्कृतमा भन्नु भएन नेपालीमा पनि बोल्नु पर्यो भिक्षाम हामीलाई भिक्षा भवती हजुरहरूले देवी मलाई देहि दिनुहोस् भिक्षाम भवती मे भिक्षाम भवती मे देहि